हेलो साथीहरू, मेरो च्यानलमा स्वागत छ हजुरलाई। आज हामी यहाँ किम्बु टिप्न आउँदैछौँ। मेरो छोरी टिप्दै छिन्। हेलो। अनि यहाँ छिन्, त्यहाँनिर मेरो देउरानी छिन्। सुशीला हेर त। हाई। यहाँ हेर्नुहोस्, अर्ग्यानिक किम्बु हो हाम्रो। यहाँ यस्तै छ। म नि टिप्दैछु। छोरी यहीँ लटरम्मै छ, लटरम्मै। यो मम्मीको लागि हो स्पेसली। मम्मीले मलाई किम्बु ल्याइदियो भन्नुभएको थियो, किम्बुको जुस बनाएर। त्यही भएर मम्मीको लागि स्पेसली हामी मम्मीको लागि दुःख गर्दैछौँ। हेर्नुहोस्, यही छ हाम्रो उयो। आज अलिअलि घाम पनि लागिरहेछ। अनि पानी छिनमै पानी पर्ला जस्तो हुन्छ, छिनमै घाम लाग्ला जस्तो हुन्छ। यो बारी हो, यो पछाडिका यतिको बोर्ड छ। किम्बु टिपिसकेपछि हजुरहरूलाई देखाउँछु म। One eternity later. हामीले किम्बु टिपेर सक्यौँ। एक भाँडा भएछ। अनि यो झोलामा अब तपाईँलाई घर लगेपछि जुस बनाएर देखाउनेछु। A few moments later. म आइपुग्यौँ अनि यहाँ जुस तयार गर्दैछु। अब हेर्नु जुस चाहिँ कति हुन्छ भन्ने कुरो हो। हुन त अब यो बोतलमा भन्ने कुरो छ हाम्रो। यो बोतल भरेको छ अनि मान्छे कति हुन्छ भन्ने कुरो चाहिँ अहिले फाइनल देखाउँदैछु तपाईँहरूलाई। A few moments later. हेर्नुहोस् गाइस, हाम्रो जुस यति बन्यो। अब यति दुईवटा बोतल चाहिँ म लिएर जान्छु। यति चाहिँ हामी अहिले खाँदैछौँ। किम्बुको जुस खाने आउनु साथीहरू। मिठो रहेछ। बाई बाई।